तपाईँहरूलाई फेरि पनि जानकारी गराउँछु। तपाईँले यहाँ गर्नुहोस् नगर्नुहोस्, यो बजारमा कसैले पनि गरेको छैन। मैले हेरिरहेको छु, प्रोफाइल हेरिरहेको छु। हाम्रो गाउँको पनि 0 छ। मलाई त्यो बाल छैन, गरोस् नगरोस् मलाई बाल छैन। मेरो फुल्ली सपोर्ट भनेको बाहिरबाट छ। मलाई कुनै केही टेन्सन छैन। अब के छ भन्दाखेरि अब त्यो मैले आज त्यो सरसफाइ एकदम क्लियरली गर्दैछु। आइन्दा कसैले फेरि पनि त्यो अस्ति त्यो जिदमै मर्दाखेरि फुरुटीको डन्ठा देखिरहेको छु, खोस्टा देखिरहेको छु। फेरि फोहोर गऱ्यो, यदि ऊ गऱ्यो भने अटेरै गऱ्यो भने जे हिजो भनेको थिएँ दाउरा झटाएर हाल्ने भनेको थिएँ त्यही हुन्छ व्यवस्था। व्यवहार राम्रो नम्र बोल्नु सिक्नु पर्यो। मैले पानी फ्रीमा खुवाइदिन्छु। म त्यति धारा पनि मेरो पैसा लगानी गरेर सेट गरिदिन्छु। तर त्यो हिजोको उसले त्यो व्यवहारले मैले एक केराको कोसाको त्यो बाहिरको बोक्रा त्यो मान्छेलाई दिनुभन्दा मेरो बाख्रा खायो भने बाख्रा मोटाउँछ। म त्यस्तो हरामको घन्टा मान्छे छु। बिन्दास गराइदिने मान्छे हो, रिल्याक्स दुनियाँलाई ऐस गराइदिने मान्छे हो। मैले मेरो रस कतिले खायो। तिम्रो दम छ भने खुवाएर देखाउन छ पावर। के फुर्ती लाउनु पर्यो? आफूले लोकल खाएर बेर क्वार्टर खुवाउने मान्छे म। हात समाएर खुवाउँथे मैले। त्यस्तो मान्छे हो त्यस्तो। उतिखेरि गएर कति भयो भनेर गन्दिने मान्छे हो म।